नमस्ते, वेलकम ब्याक टु माई युट्युब च्यानल न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिकठाक छु अनि म चाहिँ भ्लग स्टार्ट गरिरहेछु। कहाँ देखियो होला त यो हरियाली ठाउँ कहाँ जस्तो लाग्यो। म चाहिँ पहाड आएको छु साथीहरू, पहाडदेखि। अनि पहाड पनि कुन ठाउँ होला भनेर हजुरहरूले सोच्नु भएको थियो होला। यो रहेको छ गुल्मी फोक्सिङ। अनि यो चाहिँ मेरो जन्मभूमि। म चाहिँ 5 वर्षपछि आएको। किन भनेपछि मेरो चाहिँ हजुरबाको हिजो डेट भयो नि त, बित्नुभयो। अनि भिडियो बनाउँछु भनेको थिएँ। अब त्यस्तो बेलामा पनि कसरी भिडियो बनाउने भनेर मैले चाहिँ भिडियो बनाएन। अनि किनकि हामी हिजो बिहान हिँडेको, अनि हजुरबालाई हिजो पोर्टीघाट लगियो, जलाइयो, अनि जलाएर आएर अनि यता गएर ठिकै भयो। अनि आज चाहिँ म भ्लग स्टार्ट गरेको, आज चाहिँ बनाउँछु भिडियो भनेर। हाम्रो आन्टीहरू चाहिँ उहाँ हुनुहुन्छ मेरो बहिनी। हेलो है, हेलो भन् न। ए कसो गरेछि? ए हेलो भन त भाइ। तिम्रो नाम के हो? सुमित विक। यिनको नाम चाहिँ सुमित विक। अनि उहाँ चाहिँ हाम्रो आन्टीहरूले खाना बनाउन लाग्नु भएको छ। मेरो हजुरबुवाले हेर्न यत्रो धेरै खोजेको दाउरा। अझ कति धेरै छ कि कति धेरै छ भने त साध्य नै छैन कि। यो के हो? यसलाई के भन्नुहुन्छ हजुरहरूले? हाम्रोमा चाहिँ कफी भन्छ। के भन्छ हो? कफी भन्छ। आइज न माथि बोल्नलाई। टोइलेट गएर आए? के बोलेको? तेरो नाम के हो? यहाँ जा। तेरो? मेरो नाम आइस परियार हो। ल बोले। तेरो नाम के हो? तेरो नाम के हो बाबु? सुमित विक। जाँगर नलाग्दो रहेछ। सबसे लास्ट हजुरबुवा भनेकै माइलो बुवा हुनुहुन्थ्यो। अनि हाम्रो बाबा पनि, हजुरबुवा पनि बैसेमा बित्नुभयो। कान्छा बुवा पनि बैसेमा बित्नुभयो, माइलो बुवा पनि बैसेमा बित्नुभयो। अब बित्ने बेला त भएको छैन। के भने कालले छिटो चाँडो ढिलो बुढो मान्छे केही भन्नु रहेनछ क्या। अनि हामीले चाहिँ अङ्कल हुन्छ। हेलो अङ्कल। आन्टीहरूले यहाँ अङ्कलको छोरीहरू, ए फुपूको छोरी, अनि उहाँ भएर छ। अनि यतातिर चाहिँ के गर्नुभयो? कान्छी आमा उहाँ आउनु त। उहाँ यहाँ आउनु न। तपाईँलाई भिडियो गर्न भनेको होइन के? म केराकपात लिन जानेन। अनि म केराकपात लिन जानेन पहिला भन्नु न। ल हेर्न भिडियोमा देखिन लजाएर हाम्रो कान्छी आमा, हजुरआमा, मेरो कान्छी हजुरआमा। कान्छी आमा के भन्नुभयो? साराले देख्छन् अरे, राम्रो भएन अरे, केही हुन्न। अनि अन्त चाहिँ तपाईँहरूलाई मेरो जन्मभूमि भनेको यही हो। अनि जन्मघर भनेको फेरि उतासम्म देखाउँछु है। लेट्स गो। म चाहिँ केराको पात लिन जानु पर्ने भयो है त। अरू पछि देखाउनुहुन्छ। यो माइला हजुरबा घर, उता कान्छा हजुरबा घर। यो हाम्रो कान्छी हजुरआमाको गाडी। हाम्रो कान्छी हजुरआमाको गाडी यो घर थियो। अनि टोइलेट हो यो। अनि किचन ऊ त्यो केबाट हेरेर। अनि यहाँ चाहिँ हाम्रो गाउँमा यहाँ पहिला चाहिँ उस थियो के, बुट्टा थियो, चौपारी थियो। अहिले चाहिँ रहेनछ। अनि यहाँ चाहिँ ठुलो बाँस गाडी थियो। हाम्रो अङ्कल, मेरो कान्छा अङ्कल साइकल सुरुमा साइकल चलाउँदा फेरि यहाँबाट खसेर उहाँ तल पुग्नु भएको के। सिक्दै आउनु पऱ्यो। अनि यो यहाँ त ओह्रालो थियो, अहिले त अलि ठिक छ बाटो। अनि यहाँबाट स्वाट तल हाम्रो अङ्कल त। अनि यस्तो छ अहिले चाहिँ। अनि सधैँ हामी बिहान अब घाँस दाउरा गरेर, अनि घाँस दाउरा त मैले गरिनँ, जुन बोल्ने कुरा भएन। के गरेँ आमा, मैले घाँस दाउरा गरेँ कि गरिनँ नि? गरेँ। त्यस्तरी गरिनँ। बाख्रा चराउनु हिँड्थेँ, बढी बाख्रा चराउँथे। भैँसी त थिएन नि हाम्रो, होइन। अनि यो घोडा थियो हाम्रो पहिला, हाम्रो हजुरबा। अनि यो फेरि म बचपनै हुँदाको धारा, म हुँदाकै धारा। यो धारामा हामी स्कुल जान पऱ्यो भने छिटो लाइनमा हात खुट्टाहरू आउँथ्यौँ। यो धारामा चाहिँ अहिले चाहिँ यस्तो भएको छ। अनि यहाँ चाहिँ अहिले धेरै चेन्ज भएको छ कि यो गाउँ।
यहाँ चाहिँ पार्टी बनेको रहेछ बस्नको लागि। हाम्रो फेरि यस्तो गाउँ भए पनि के गरे बाटो के दैलेमा के यस्तो दैलेमा छ बाटो त्यस्तो दुःख छैन के। अनि चाहिँ मन्दिर चाहिँ हामी घाँस काट्न जान्थ्यौँ डाँडा घाँस गर्न। म होइन फुपूहरू जानुहुन्थ्यो, म चाहिँ बाख्रा लिएर जान्थेँ। अनि बाख्रा गर्ने अन्त भर्खर उठेर बसेको छु। अनि मेरो भाइले चाहिँ लाली गुराँस लिएर आएको छ। हजुरहरूको गाउँमा पाइन्छ कि पाइँदैन लाली गुराँस? हाम्रो गाउँमा एकदम पाउँछ, तर म चाहिँ टिप्न जान भनेको तर गइनँ। तेरो नाम के अरे? आयुष। अनि तेरो घर? मेरो घर पहाड है यो। यो मेरो अङ्कलको छोरा। अनि उता बहिनी छि, आन्टीहरू उता हुनुहुन्छ। अनि यस्तो राम्रो लाली गुराँस जम्बरी चम्फा चमेली देवानी हुन्छ हजुर माता नेपाली। हाम्रो अङ्कल चाहिँ उता हुनुहुन्छ। म पछि देखाउँदै मेरो जन्मघर देखाउँछु भनेको चाहिँ साथीहरू देखाउन पाएन। मेरो गुडियालाई हेर्नु न, नमस्ते भनिदेऊ। एकदम बिजी भएँ। अनि फुल बिरामी भएर फेरि उता फेरि हस्पिटल जानु भएको छ। हाम्रो कान्छी हजुरआमा यहाँ हुनुहुन्छ। हाम्रो हजुरआमा भिडियो बनाउनु रक्सी आएको मान्छे चाहिँ भिडियो बनाउनु रक्सी आएको मान्छे चाहिँ हुन्छ र। नमस्ते भनिदेऊ न। अनि मेरो बेबीको मम्मी चाहिँ बिरामी भएर जानुपर्छ हस्पिटल। बिचरा क्रिया बस्दै उतै मेरो बिरामी भएर उता पुर्तिघाट जानुभएको छ। हजुरआमाले भिडियो गराएको रक्सी खाएको मान्छेहरू चाहिँ गरे हेर्नु न। ए भरे लजाउने के कति लजाउने। मैले गुडिया हेर्न कति राम्रो छ। गऱ्यो कान्छेले छिटो म गऱ्यो दिदीले ल ल मामु जाने ल मा गऱ्यो ल हेर्नु न। रात परेपछि केटाकेटीले आफ्नो मम्मी खोज्छन् भनेको त हो कि होइन? अब भिडियोमा पछि देखाउने छु है त।